म रामबहादुर कार्की 3 करोड नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई मेरो सम्मान छ, खुसी छ, सबैलाई बधाई छ। नयाँ सालको शुभकामना गर्दैछु। सरकार यो नयाँ सरकारलाई पनि बधाई दिन चाहन्छु। नयाँ सालको शुभकामना। आदरणीय नेताहरू ज्ञानेन्द्र साई, रवि लान्छने, बालेनहरू, हर्क साम्पाङ सबै सम्पूर्ण राम्रो नेताहरूलाई नयाँ सालको शुभकामना, हार्दिक मङ्गलमय शुभकामना होस्। सरकारले पनि राम्रो काम उन्नति गरोस्, प्रगति गरोस्, 5 वर्षमा देश फड्को मारोस् अनि राम्रो कानुनहरू बनोस्। बलात्कारीलाई फाँसीको सजाय अनि चक्कु हान्नेलाई चक्कुको, खुनको बदला खुन नयाँ सालको दिन भनेको है मैले। अनि त्यसमा अरू नेपालमा सबैभन्दा खाँचो भएको स्वास्थ्य फ्री, शिक्षा फ्री नयाँ सालको दिनमा बोलेको। त्यही भएर अहिलेको नयाँ सरकारले ध्यान आकर्षित गरिदिन दिनुहोला। नेपाली आमा बुवा दिदीबहिनी दाजुभाइहरू, कोही बिचारा बुढाखाडाहरू छन्, कसैलाई एक छाक खाना खाने पनि छैन, कसैलाई पैसा कहाँ राखौँ र कहाँ लुकाम भन्ने छ, अरबौँ खरबौँ रुपियाँ खाइरहेछन्। जो छ, जो नराम्रो काम गरेछ, जसले हत्या गरेछ, बलात्कार गरेछ, पैसा भ्रष्टाचार गरेछ, ठुल्ठुला काण्डहरू छन्, एनसेल काण्डहरू, घोटालाहरू, अब धेरै छन् त्यस्ता काण्डहरू। सब जति काण्ड गर्नेलाई तुरुन्तै जेलमा गएर तिनीहरूबाट सम्पत्तिहरू सरकारको शुद्धिकरण गर्नुहोस् भन्ने म आशामा छौँ। अनि फेरि एउटा यो हाम्रो ज्ञानेन्द्र साईलाई केही न केही चाहिँ पद दिनै पर्छ। संसद भवनभित्र हामीले जुम्नी जनताले जिताएर पठाएको, राम्रो मान्छे भनेर पठाएको उहाँलाई चाहिँ अहिलेको राजसभाको सरकारले चाहिँ उहाँलाई केही न केही पद दिनै पर्छ। मन्त्री सन्त्री केही सबै दिनै पर्छ। उहाँ यति राम्रो मान्छे हो कि उहाँ बराबर राम्रो मान्छे सायद कर्णाली पर्दै छैन, यो जुम्लामा पनि छैन के। आँखी ठोक गर्ने, बोल्ने डाइरेक्ट, कसैको अगाडि प्रचण्डको अगाडि पनि नडराउने, शेरेको अगाडि पनि नडराउने, केपी चोरको अगाडि पनि नडराउने त्यस्तो मान्छे हो कि अहिलेसम्म त्यस्तो नेता नेपालमै जन्मेकै नै छैन। त्यही भएर हामी आम कर्णालीवासीहरूले पनि सोचेका थियौँ कि ज्ञानेन्द्र साईलाई एउटा राम्रो पद दिन्छ राजसभाले भनेर सोचेका थियौँ। अहिले निराश बनाइरहेछ, तर दिन नै पर्छ। नदिए भने जे पनि हुनसक्छ, आन्दोलन जे पनि हुनसक्छ। राम्रो मान्छेलाई तपाईँहरूले पनि चिन्नुहुन्छ क्यारे, कि तपाईँ नै नराम्रो भने छुट्टै कुरा भयो। ज्ञानेन्द्र साईलाई राम्रो मान्छे हो, कुनै न कुनै मन्त्रालय दिन नै पर्छ भन्ने हामी आशामा छौँ। राम्रो मान्छेको खाँचो छ, हाम्रो मान्छेको खाँचो छैन यो देशमा, राम्रो मान्छेको खाँचो छ, राम्रो मान्छेको खाँचो। हामी राम्रो मान्छेलाई समर्थन गर्ने मान्छे हो। अब त्यो रवि दाईलाई पनि म कोलपुर हुँदाखेरि पनि मैले पनि एउटा टिकटक पठाइरहेको छु। हजुर जेलमा हुँदाखेरि नै हामीले सिग्नेचर गरेर पनि हजुरलाई निकाल्ने उपाय गरेको के। तर म भनेको रापरबाको मान्छे हो, तर हजुरलाई पनि समर्थन गर्छु, किन हजुर राम्रो भएको कारणले गर्दा हो के। त्यो पनि सुन्नु होला रवि दाई, बालेन शाहजी, प्रधानमन्त्री अहिलेको, सबले सुनिदिनु होला। ल ओके बाई। जय राष्ट्रवाद, जय नेपाल।